कहाँ नि टडा उता चल्दैछ नि यो चाहिँ पहिरो गएको ठाउँ जहाँ चाहिँ हामीले हिँड्दै आएको थियौँ कोभिड माथि 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 हेर्न सकिन्छ पहिरो यहाँबाट चाहिँ हामी यात्रा गर्नुपर्ने छ एकदमै रिक्साबाट जहाँ चाहिँ हामीले एउटा गाडीले ल्याएर छोड्थ्यो यहाँदेखि त्यो पहिरो कटेर अब हामी फेरि अर्को गाडी चढ्नुपर्ने हुन्छ पारिबाट यस्तो छ गाह्रो छ पहाडको यात्रा आफ्टर 5 days कपाल सपाल धुयो सबै सामानहरू भिजेर सबै ड्रोन क्यामेराहरू सबै भिजेर यसरी सुकेर आज जुत्ताहरू सबै सो चप्पलमा हिँडेको 3-4 दिन सो गाइज अहिले चाहिँ म बामका बजारमा एकजना मित्रको घरमा अहिले चाहिँ दिनको ठिक 5 बजिसक्यो म चाहिँ आज बिहानै 10-11 बजीतिर खप्तडबाट दुगुरी भन्ने ठाउँमा बसेको थिएँ त्यहाँबाट चाहिँ बाजुराको बामका भन्ने ठाउँमा आएर अहिले यहाँ एकजना साथीको घरमा बसिरहेको छु खप्तड यात्रा बढीमालिका पछि खप्तड यात्रा ठिकै भयो मेरो तेस्रो पल्टको यात्रा थियो तर आउँदाखेरिको चाहिँ अलिकति मेमोरीहरू बाटो बिर्सेको कारणले जो मसँग गएको गाइड भाइले पनि बाटो बिर्सिँदाखेरि एकदमै मेरो लाइफको चाहिँ हुन्छ नि एक्सपिरियन्स एकदमै यो 10-12 वर्षको ट्राभल एक्सपिरियन्समा पनि एउटा सबैभन्दा नपत्याउँदो घटना घट्यो राति एकदमै दुःख पाइयो जस बाटो बिर्सेर नराम्रो घटना पनि घट्न सक्थ्यो होला तर बढीमालिका माताको अनि खप्तड बाबा दर्शन गरेपछि सायद त्यो एउटा मोटिभेसनले पनि होला हामी नराम्रो त्यो घटनाबाट बचेर हामी आफ्नो गन्तव्यसम्ममा आइपुग्यौँ 6 बजे आइपुग्नु पर्ने मान्छे हामी 10 बजे आइपुग्यौँ हराएपछि त्यसपछि त्यहाँबाट म अहिले यो बाजुराको बामका भन्ने बजारमा छु जहाँबाट मैले खप्तडको यात्रा सुरु गरेको थिएँ त्यही ठाउँमा आएको छु केही सामानहरू मैले छोडेर गएको थिएँ अर्को यात्रा मेरो राराको रहेको छ तर हेर्न सकिन्छ यो वेदर आज करिब म 31 गते काठमाडौँबाट यहाँ आइपुगेको बाजुरा जिल्ला धनगढी हुँदै 31 गते आइपुगेको आजसम्म करिब निरन्तर पानी परेको छ कुनै दिन पनि घाम लागेको छैन यस्तो अवस्थामा अहिले उडेर बसिरहेको छु क्यामेराहरू यसरी राखेर चाहिँ सुकाएर सबै भिजेको थियो अनि कपडाहरू सबै भिजेको छ जुत्ताहरू सबै भिजेको छ अनि म चाहन्छु घाम लागोस् अनि मेरो सबै सामानहरू एकपल्ट फेरि सुकाएर राम्रोसँग ब्याग प्याक गरेर अनि म आफ्नो यात्रालाई निरन्तरता दिन चाहन्छु किनभने यो मेरो यात्रा पहिलोपल्ट आउँदाखेरि पनि बढीमालिकाबाट रारा खप्तड र राराको यात्रा गर्छु भनेर सोचेको थिएँ त्यो बेला पनि मैले खप्तडपछि बढीमालिकापछि यात्रा गर्न सकेको थिइनँ सिधै म काठमाडौँ गएको थिएँ तर योपल्ट म चाहन्छु मेरो यात्रा कम्प्लिट होस् भनेर अनि हाम्रो कोभिड चाहिँ थाकेर यहाँ सुतिरहेको छ यो चाहिँ उठिसकेको छैन आज सो यस्तै छ अब बाँकी कुराहरू म अपडेट गर्दै गर्छु अनि आशा गरौँ मेरो राराको पनि यात्रा हुनेछ र राम्रै हुनेछ र सही सलामत म काठमाडौँमा आएर यी सबै कुराहरूको यात्राको बारेमा मजाले भन्न सकौँ जय नेपाल जय बढीमालिका जय खप्तड अनि जय रारा सियो नमस्ते यता सालाजी हुनुहुन्छ हाम्रो अनि यता चाहिँ दाई कुशल विष्ट अनि यहाँ म मेरो ब्लगमा तपाईँलाई स्वागत छ न मेरो ब्लगमा के अरे भ्लग हो कि के अरे तिम्रो ब्लगमा तिम्रो आफ्नैमा ल मेरो ब्लगमा चाहिँ यहाँहरू सम्पूर्णलाई स्वागत छ अब हामी चाहिँ मारतडीको चाहिँ यात्रा
गर्ने क्रममा छौँ म्याक्स लगाउनु है त ल सबैजनालाई अब हाम्रो चाहिँ यो बामकाबाट आन्टी ल बाई बाई राम्रोसँग बस्नुहोस् अङ्कल यस्तो दिन्न त एकवटा चस दिन्न त कस्तो खालको भने नि यस्तो खालको दिन्न एक फाइट मलाई यस्तो गरेर ल बाई बाई अनि कोभिड तलाई बाई बाई त नआउने त्यो झन्डा यसो राख न मिलाएर त्यसरी हातमा बोकेको राम्रो देख्दैन झन्सँग चाहिँ यस्तो दामी घर छ त्यो बाजुराको भामका अब चाहिँ राराको लागि अहिले चाहिँ भर्खर अलिअलि वेदर पनि खुलेको छ घाम लागेको छ अलिअलि आजदेखि घाम लाग्छ भन्ने आशा छ हेरौँ रारा ट्रिप कस्तो हुन्छ करिब 3 दिनको यात्रा होला रारा पुग्नुलाई एउटा जुत्ता भिजेर यत्तिकै बोकिरहेको छु अब हामी यो अटोमा फरार ब्यागलाई चाहिँ एकदम त्यो जुत्ता म हातमा बोक्छु ल्याउ न त कोभिडको डोरी आइज कोभिड कहाँ अट्छ अट्दैन बल्दै जाँदैछौँ गाई जब चाहिँ हामी अहिले चाहिँ यो बल्दै छोडेर बामका छोडेर अब हामी बल्दै जाँदैछौँ बाजुराको लागि अनि बाजुराको सबैभन्दा बढी दुःख दिएको पहिरो यही हो यहाँबाट चाहिँ मान्छेले एकदमै गाडी चढ्न नपाएको धेरै भइसक्यो अनि त्यहाँसम्म चाहिँ बल्दैसम्म चाहिँ गाडीमा आएर अनि यहाँदेखि चाहिँ हिँड्नुपर्ने हुन्छ सो एकदमै अहिले हाम्रो बाजुरासँग कन्ट्याक्ट छुट्याएको भनेको यही बाटोले हो यस्तो गाह्रो छ है यो चाहिँ हिलो पहिरो छ झरिरहेको छ निरन्तर यहाँबाट यो बाटो बन्न सकिरहेको छैन यहाँ यस्तो छ है ओइच गाह्रो छ म चाहिँ बडी मार्के जाँदा अस्ति यो बाटो गएको थिएँ फेरि फर्केर रिटर्न यो बाटो आउँदैछु किनभने रारा जानको लागि मार्तोडी बजारबाट फेरि कोल्टी हुँदै हिँडेर जानुपर्ने हुँदाखेरि मेरो प्लान चाहिँ त्यो हुन्छ फेरि एक राउन्ड घुमेर म यही बाटो आइपुगेको छु अब आज मार्तोडी बसेर भोलि फेरि बिहानदेखि गदागदालमा हिँडाइ सुरु हुन्छ यही बाटो यही हो हाम्रो बाजुराको मार्तोडी सदरमुकाम जोड्ने बाटो चाहिँ पहिरोले सम्पर्कविहीन बनाएको कति टाइम भइसक्यो थुप्रै भइसक्यो होइन अगाडि सालै होइन यो बाटो गएको हजुर यो अगाडिको सालै गएको होइन यो पहिरोले यो साल 2 साल यो चाहिँ 2 वर्ष रेगुलर भइसक्यो यो बाटोले चाहिँ हाम्रो मार्तोडीलाई छुट्याइदिएको यहाँ किस गर्दै जाऊ 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 जाऊ
साह्रो रहेछ फाइनली कट्यो अब चाहिँ पहिरो